मोबाइलहरु पर्सहरु पुरा झ्याप्स गरेर लान्छ अरे मान्छेहरुले जुन चाहिँ अकबरले पहिला जमानामा डोनेट गरेको थियो। यहाँ चप्पलहरु छोडेर गएको छ मान्छेले र भिड पनि त्यस्तै छ। बिहान भन्दा यहाँ निकै भिड बढिसकेको छ। नमस्ते सबैजनालाई र खम्बागणी, किनकि म राजस्थान आएको छु। राजस्थानको अजमेरमा आएको छु ख्वाजा बाबाको दरगाहमा र यो चेपचाप गलीमा म हिँड्दैछु किनकि यही मैले होटल लिएको छु। यहाँ सबै गलीहरु चेपचाप नै छ। यो देख्न सक्नुहुन्छ यही चेपमा हाम्रो पनि होटल छ। यहाँ जति छ सबै रुमहरु छ। यो दरगाहको छेउमै छ र हामी बसेको होटल यो हो सिरिन मन्जिल गेस्ट हाउस भन्ने र यहाँ रिसेप्सन छ भित्र र हाम्रो छ सेकेन्ड फ्लोरमा रुम। यहाँ लिफ्ट छ जुन चाहिँ म युज गर्दिन। यहाँ चिसो पानी छ खानु लागि। म त मिनरल वाटर नै युज गर्दैछु, यहाँको पानी खाँदैन। र यहाँ रुमहरु छ अरु र मेरो रुम यहाँ माथि गएर छ। यहाँ पनि पानीको फिल्टर छ र यो करिडोरबाट यहाँ गएर मेरो रुम हो। यो तपाईको रुम नम्बर 204। रुम सानो छ तर एक रात बस्नु लागि ठिकै छ। मजाको छेउमा थियो र रुमको पनि अलिक बेसी नै दाम छ। 1000 गरेर लियो पर नाइट दुईजनाको, मेरो र बाबाको। बिहानको बज्दैछ 7 र म यो मजारको यो मेन गेट जुन हो गेट नम्बर 1 बाट अब मजारको भित्र एरियामा पस्नु गइरहेको छु। बिहान बिहानै तपाईहरुले हेर्नु सक्नुहुन्छ यहाँ कतिको भिड छ। मैले सोचेको थिएँ बिहान आए पनि खाली हुन्छ भनेर, बिहान आएको तर बिहान पनि त्यति नै भिड छ। राति त झन् यो भन्दा बेसी भिड थियो। दोकानहरु पनि लागिरहेथे तर अहिले दोकानहरु स्टार्टिङ भएको छैन र भिड पनि अलिक कम्ती छ। र अब म यो गेटबाट भित्र पस्दैछु। यहाँ चप्पलहरु छोडेर गएको छ मान्छेले निकै छ। खोजेर फर्केर आउँदा भेटाउँदैन चप्पल, त्यही भएर म खाली खुट्टा नै आएको छु घरबाट। यो पसे तपाईको गेटदेखि भित्र र यो गेट भित्र पस्दैछु। यहाँ भित्र तपाईको छ यो सानो डेक र यहाँ छ तपाईको ठुलो डेक जुन चाहिँ अकबरले पहिला जमानामा डोनेट गरेको थियो मजारलाई र अहिले पनि यही डेक चलिरहेको छ। माथि भिड छ। यहाँ मान्छेहरूले पैसा चामलहरु सबै दिन्छ र एक टाइममा गएर यो सबै निकाल्छ र यसमै बादमा केही सिर्नी बनाएर सबैले बाट्छ पनि। र अब यो ठुलो डेकबाट यहाँबाट उत्रेर यो मुनि यहाँ आगो भट्टी जलाउँछ र माथि डेक्चीमा पाक्छ। अब यहाँबाट उत्रेर हामी सानो डेक हेर्न जान्छौँ। तो चादर दुई जगह लिएर जाँदैछ हामी मजार भित्र।
यो भिडियोलाई म पछि रेकर्ड गर्दैछु किनभने मजारको मेन बिल्डिङ भित्र भिडियो बनाउनु एलाउ थिएन र त्यसको कारण हो गोपनीयता र आध्यात्मिक पवित्रता। त्यसैको सम्मान गर्दै मैले पनि भित्र भिडियो बनाउनु त्यति खासै जरुरी सम्झेन र भित्र हामीले के गर्यो भन्दाखेरि भित्र चादर चढायो, प्रार्थना गर्यो। भित्र एकदमै भिड चेपाचेप र ठेलाठेल थियो। त्यसैको बिचमा मेरो यो माइकसँग दुईटा डेड क्याट हुन्छ। एउटा डेड क्याट भित्र नै हराएछ, कतिखेर मैले थाहा पाएन, माइकबाट खसेर झरेछ। सो फर्केर ल्याउनु यसलाई सम्भव पनि थिएन, यति भिडमा त्यहाँ गएको भए भेट्ने पनि थिएन। सो यो अब मेरो एउटा माइकको डेड क्याट हरायो। यहाँ कव्वाली हुँदैछ र मलाई कव्वाली हेर्न साह्रै मन थियो लाइभ, र आज म फर्स्ट टाइम हेर्दैछु। यो मस्जिदको बाहिर अहिले आएर रोकिरहेको छ। यो पहाडमाथि पनि सायद एउटा मजार छ। यहाँबाट अकबरी मस्जिदको बाटो छ र हामी अकबरी मस्जिद हेरौँ कस्तो छ। यो तपाईको अकबरी मस्जिद अहिले त खाली छ, नमाजको टाइम भएको छैन। 12:30 बजे नमाजको टाइम हुँदा फेरि मान्छेहरू प्याक हुन्छ यहाँ नमाज पढ्नु लागि। यो मजारको मेन गेटबाट निक्लेर अब हामी फेरि जाँदैछौँ केही ब्रेकफास्टहरू गर्नु। अहिले नै भिड निकै लागिसक्यो बिहान बिहानै र दोकानहरू पनि लाग्नु थालिसकेको छ। अब यहाँ केही ब्रेकफास्ट खोजेर खानुपर्ने। अब यो दोकानबाट हामी यहाँ बिहानको ब्रेकफास्ट पुरी र सब्जी गर्दैछ। पुरा घुमे तर राम्रो त्यस्तो ब्रेकफास्ट केही पाएन र यो हाम्रो रुमकै छेउमा मुनि यो पुरी र सब्जीको दोकान थियो र यहीँबाट पुरी सब्जी खाँदैछ। 50 घन्टा ट्रेनमा ट्राभल गरेर हिजो राति आइपुगेको र राति मैले भिडियोहरू बनाइनँ केही। र राति रुम पनि नयाँ ठाउँ भएर हो कि एक्साइटमेन्टले राति निन्द्रा आएन, रातभरि सुतेन, बिहान डाइरेक्ट मजारतिर हिँड्यो। राति निन्द्रा पुगेको छैन। अहिले बिहानको 10 बज्दैछ र बिहान मजार गएर आएको। तपाईँको यो गलीबाट यहाँ निक्ले पनि यहाँ डाइरेक्ट मजार छ। यो मजार गेट यहाँ भिडहरू लागिरहेछ। मार्केटहरू खुल्नु थालिसक्यो र मान्छेहरू सबै मजारतिर जाँदैछ। अरू सपिङ गर्नु, ब्रेकफास्टहरू गर्नु यहाँ अप्सनहरू थुप्रो छ र सबैजना मजारतिर जाँदैछ। हाम्रो रुम चाहिँ यो गलीबाट यहाँबाट पस्नुपर्छ मजारको यो बाटोदेखि।
यहाँदेखि पसेर यो पतला लेफ्ट ह्यान्डको चेपमा यहाँबाट पस्नुपर्छ। बिहानको भिडियो त मैले तपाईँलाई देखायो यो दरगाह शरीफको। अब बेलुकाको अहिले 8 बज्दैछ र अहिले म फेरि एकखेप जाँदैछु। भिड अझै बेसी बढिसकेको छ। यहाँ मान्छे हिँड्ने जग्गा छैन, आफै ठेलेर लाँदैछ क्राउडले। म तपाईँलाई अब फ्रन्टको देखाउँदैछु र म यो मेन गेटबाट भित्र पस्छु अनि भित्रको राति कस्तो देख्छ तपाईँहरूलाई फेरि एकखेप देखाउने गर्छु। यो तपाईँको दरगाहको गेट र यहाँ भिड त्यस्तै लागिरहेछ। यहाँ दोकानहरू थापेको छ बाटो बिचमा, नाना थरीको दोकानहरू छ यहाँ। सामानहरू चाहिँ यहाँ एकदमै सस्तोमा पाउँछ। र म यहाँ मेन गेटको एकदम छेउमा पुगिसकेको छु। यो देख्न सक्नुहुन्छ मेन गेट। र यहाँ एकदमै बेसी भिड छ र सेक्युरिटी पनि टाइट छ। कप्सहरू पुरा आइरहेको छ। यस्तो भिडमा पनि स्कुटीहरू हालिरहेछ। र यो गेटबाट बल्ल पस्यो। एकदमै बेसी भिड भइसकेछ अहिले। ट्राइपडले भिडियो सुट गर्दैछ। ट्राइपड एलाउड छैन भनेर ट्राइपड खोल्नु लगायो र हातमा मोबाइल राखेर भिडियो गर्नु अरे। जाओ इधर र यो डेकतिर जाँदैछौँ अब हामी। डेकमा यहाँ खाना पाक्दैछ। अभी रात को आ जाओ अभी आ जाओ। रात को 11 हिंदी मालूम? हाँ रात को 10:30 बजे आना न्यास जी ठीक है। र यो राति 10:30 बजे पाइन्छ र राति आउनु भनिरहेछ। भरे राति आउँछु। सिडनी का पैसा तो इसमें डालेगा शिमला। अब यो ठुलो डेकमा चढ्दैछौँ। चल नीचे। यहाँ अहिले पाकेको छैन। यहाँ अहिले पनि मान्छेहरूले दान दक्षिणा गर्दैछ र म तल जाँदैछु किन यहाँ बेसी भिड भइसकेको छ। अजान हुन थाल्यो र यो मजारको मेन गेटबाट पस्दैछु म।
र यो मजारको रातिको भ्यू एकदमै ब्राइट भइरहेछ सबै जग्गा र भिड पनि त्यस्तै छ। बिहान भन्दा यहाँ निकै भिड बढिसकेको छ, मान्छेहरू थुप्रो आइरहेछ। अब म बेसी भिडियो बनाउँदिनँ भित्र, किनकि भित्र बेसी भिड छ र मोबाइलहरू पर्सहरू पुरा झ्याप्स गरेर लान्छ अरे मान्छेहरूले, चोरहरू पनि पुरा आउँछ, पिक पकेटहरू। त्यही भएर अब म मोबाइल भित्र राख्छु र अब यहाँ भित्रको सिनहरू देखाउँदिनँ तपाईँलाई। सो यो अजमेर दरगाहको ब्लगलाई म यहीँ एन्ड गर्न गइरहेको छु। यदि तपाईँहरू अन्त्यसम्म हेर्दै आइपुग्नु भएको छ भने तपाईँहरूको धेरै धेरै धन्यवाद र हाम्रो फेरि भेट हुन्छ एउटा नयाँ लोकेसनमा र नयाँ भिडियोमा। जब तकको लागि खत्म, बाय बाय, टाटा, गुड बाय, गया।